गुड मर्निङ नमस्ते। आज टियु ग्राउन्डको चारैतिर सबै कुनाको मैले भिडियोहरू खिचेर यहाँ हाल्ने जमर्को गरेको छु। फ्लड लाइटको भिआइपी प्याराफिटको 23,000 स्क्वायर फिटको एबी ब्लकको के कस्ता काम भए, के कस्ता काम हुन बाँकी छन् र अरू फ्लड लाइटको के कस्ता काम भए, के कस्ता काम हुन बाँकी छन्, सबै फुल डिटेल्समा भिडियो लिएर आएको छु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला, कमेन्टमा गएर कमेन्ट गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला र तपाईको आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। यति भन्दै आउनुस् लागौँ टियु ग्राउन्डतिर। र यहाँ ग्राउन्डमा तपाईँले देख्न सक्नुहुन्छ यहाँ काम गर्ने मान्छेहरू आइसकेका छन् र एकदम तीव्र गतिमा काम भइरहेको तपाईँले देख्न सक्नुहुन्छ। यहाँ यो तपाईँले गेट देख्न सक्नुहुन्छ, कन्स्ट्रक्सन साइडको गेट। र यतापट्टिबाट यो यहाँनिरबाट यो छेउबाट पिच बनाएर बाटो निकालिनेछ। कामदारहरू धमाधम आइरहनु भएको छ काम गर्नको लागि। यहाँ देख्न सक्नुहुन्छ यहाँ धमाधम काम भइरहेको छ। यसरी जुन काम निकै नै तीव्र गतिमा चलिरहेको छ र लगभग अब यो पाइलिङको साइडमा ढलान भइरहेको छ। तपाईँले देख्न सक्नुहुन्छ यतापट्टि यो दृश्यमा। र कामदारहरू कामको लागि तयार भएर आइसक्नु भएको छ। र यता टियु ग्राउन्डको हरियो दृश्य हामीले देख्न सक्छौँ के कस्तो छ। टियु ग्राउन्डको निकै नै हरियाली छ र यहाँ बेला बेलामा गेमहरू पनि भइरहेको हुन्छ। पहिले अर्को फ्लड लाइटको दृश्य देख्न सक्नुहुन्छ, पुरै कम्प्लिट भइसकेको छ। र यहाँ तपाईँको यो फरमा राखेर ढलान गर्नको लागि सुन गइरहेको छ। र तपाईँले देख्न सक्नुहुन्छ यो अवस्था, ताजा अवस्था टियुको। कामले तीव्रता पाइरहेको छ र मौसमले पनि साथ दिइरहेको छ। आजभोलि दुई तिन दिन भयो पानी परेको छैन। पानी परेको खण्डमा चाहिँ अलिक काम चाहिँ ढिलो हुने, पानीमा वर्करहरू काम गर्न नसक्ने हुनाले अलिकति ढिलो त भएकै हो। र सोचे अनुरूप काम चाहिँ भएको छ है। प्रगति छ टियु ग्राउन्डको, राम्रो काम भइरहेको छ। यहाँ काम तीव्र गतिमा भइरहेको तपाईँले देख्न सक्नुहुन्छ। यो रडलाई काट्ने काम भइरहेको छ। यो बिम ढलान मेसिन हो। यहाँ इँटा हालेर सोलिङ गरिएको छ र अब यहाँ ढलान हुनेछ सोलिङ गरेर। यतापट्टि साइडमा डोजरले माटो मिलाइँदैछ।
भिआइपी प्याराफिटको कक्ष तपाईँले देख्न सक्नुहुन्छ। यहाँ भिआइपी प्याराफिटको कक्षमा काम एकदम दमादम भइरहेको तपाईँले देख्न सक्नुहुन्छ। अब यहाँ अलिकति ढलान बाँकी छ। ढलान भएपछि यहाँ कुर्सी राख्ने काम सायद हुनेछ। टियु ग्राउन्डको हरियाली दृश्य तपाईँले देख्न सक्नुहुन्छ। निकै नै हरियो छ टियु ग्राउन्ड। यतापट्टि रडहरू राखिएको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ रड काम काट्ने काम भइरहेको छ धमाधम र रड बङ्ग्याउने काम पनि भइरहेको छ त्यहाँ। यो साइडमा मिक्सर राखिएको छ र डोजरहरू सबै यति राखिएको छ यो साइडमै। र यहाँ मिक्स ग्रेभल गिट्टीहरू छ र उता डोजरले माटो मिलाउने फिलिङ गर्ने काम भइरहेको छ। देख्न सक्नुहुन्छ यो फ्लड लाइटको दृश्य हो। यो फ्लड लाइटको काम पछाडिपट्टिको भाग सबै सकिसकेको छ, यतापट्टिको पनि। र यो भिआइपी प्याराफिटको पछाडिपट्टिको दृश्य तपाईले देख्न सक्नुहुन्छ कस्तो छ। र यता काम भइरहेको तपाईले दृश्य देख्न सक्नुहुन्छ। यहाँ सोलिङ गर्ने काम भइरहेको छ।